हेलो साथीहरू सबैजनालाई नमस्कार। तपाईहरुलाई मेरो च्यानलमा धेरै धेरै स्वागत छ। म फेरि पनि अर्को एउटा भिडियो लिएर आइरहेको छु तपाईहरुको सामु। हामी छौं अहिले मुस्ताङको जोमसोममा। मसँग हुनुहुन्छ श्रीमतीज्यू। हाई भन्देऊ। हाई। हामी चाहिँ आज मुस्ताङको जोमसोमदेखि चाहिँ माथि थोराङ ला पास जाने भनेर चाहिँ यात्रा तय गरिसक्यौं। अब चाहिँ हामी लाग्छौं यहाँबाट 1 घण्टा जति चाहिँ मुक्तिनाथ बाइकमा जान्छौं अनि त्यसपछि चाहिँ त्यहाँबाट चाहिँ माथि मुक्तिनाथ भन्दा केही 1.5-2 घण्टा जति समथिङ त्यहाँबाट हिँडेपछि चाहिँ माथि होटलहरु छ। त्यो होटलमा पास बसेर अनि भोलि बिहान मर्निङमै हामी जाने चाहिँ मर्निङमै पास जाने अनि पास गएर चाहिँ भोलि बेलुकासम्म फेरि यही फर्केर आउने चाहिँ हामीले प्लान गरेका छौं। साथीहरु यो भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला र सब्स्क्राइब पनि गरिदिनु होला। मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु भएको छैन होला। भिडियोमा लाइक कमेन्ट पनि गरिदिनु होला साथीहरु। अनि प्रतिक्रिया दिनु होला भिडियो कस्तो छ के छ कमी कमजोरीहरु सबै सँगै थोराङला पास जानुपर्छ साथीहरु। मिलेर बाटोमा रमाइलो गर्दै गर्दै है। ल अब हामी निस्किन्छौं साथीहरु यहाँबाट। बाटोमा भेटौँला साथीहरु। अब यही बाइकमा चाहिँ हामी जान्छौं। जाउँ है त अब। बिस्तारै ल। साथीहरु हामी मुक्तिनाथको गेट अब चाहिँ यहाँ यो चाहिँ मुक्तिनाथ गेट। यहाँबाट गेट सिनी चढेपछि माथि मुक्तिनाथको मन्दिर जान्छ। हामी पनि मुक्तिनाथको मन्दिर हुँदै जान्छौं। हामी चाहिँ यहाँ अब बाइक चाहिँ यहाँबाट माथि जाँदैन। बाइक चाहिँ हामीले बाइक यतै राख्यो। अब चाहिँ यहाँबाट हिँड्नु पर्छ। अब हामी चाहिँ अब लागौँ है त। जाम त नि अब यो हिँड्न त 5 मिनट लाग्छ होला है। त्यहाँबाट अनि मुक्तिनाथ पुग्न 10 मिनट। यति सिनी चढ्न नि गाह्रो भयो। मन्दिरमा चाहिँ श्रद्धालु भक्तजनहरू गइसक्नु भएको जस्तो छ। अहिले चाहिँ खाली भइसकेको रहेछ। ल यहाँ त अहिले राम्रो हुना रहेछ। जय मुक्तिनाथ बाबा। मुक्तिनाथ बाबा की जय हो जय हो। एक राउन्ड लगाउन आइसके पछाडि चिसो छ नि। पानी त फ्रिजिङ हुन्छ होला। यो बोतल भरेर लैजाउँ है। ओके साथीहरु हामी चाहिँ माथि लाग्यो है त बिस्तारै बिस्तारै। मुक्तिनाथ मन्दिर भन्दा माथि लाग्यो। मुक्तिनाथ मन्दिर छोडेर अब हिँड्दै हिँड्दै जान्छौँ। अब आनन्दले बिस्तारै बिस्तारै रमाइलो गर्दै जानुपर्छ। यो चाहिँ एरिया तर हामी चाहिँ ना वी आर हियर भनेको हामी
यहाँ छौँ भनेको भन्नु खोजेको हाम्रो तलको मात्रै रहेछ माथितिरको डिरेक्सन चाहिँ नदिएर रहेछ माथितिरको डिरेक्सन भनेको हामी आज गएर बस्ने भनेको होटलमा चाहिँ ऊ माथि यहाँबाट देखिरहेको छ आई क्यान सी ऊ त्यो माथि टपमा है त्यही होटलमा बसेर अनि हामी चाहिँ भोलि मर्निङमा चाहिँ त्यहाँबाट ऊ यो राइट साइडको एरिया त राइट साइडको टपमा चढ्छौँ है खोराङ फेरि पुग्न 45 मिनट माथि उहाँ पुग्न 45 मिनट होटलमा यहाँबाट मुक्तिनाथ पुग्न 30 मिनट ओह्रालो भनेपछि अझै हिँड्न बाँकी छ धेरै लाग्दा धेरै नलाग्ला तर एकछिन एकछिन रेस्ट गर्ने पानी ल्याउन पानी पिउने अनि माथि लाग्ने छेङ्गुर हामी चाहिँ अहिले 4043 मिटरको अल्टिट्युडमा रहेका छौँ बल्ल 4000 आइएको छ यो हो फेरीमा रहेको मुस्ताङ पानोरमी होटल है होटल हेरेर चाहिँ राम्रो होला जस्तो छ तर यही होटलमा है साँझ पर्न लाग्छ दिदी भित्र हुनुहुन्छ होला को हुनुहुन्छ भित्र हेलो दिदी को हुनुहुन्छ होला ओहो दिदी म्याग्दीको दिदी तपाईँ नै हुनुहुन्छ ल है साथीहरू हामी ट्याक्क म्याग्दीको दिदीकोमा आइयो अब चाहिँ यहीँ बस्ने व्यवस्थित भयो अब दिदीकोमा यहीँ बस्ने जेस अरू त कोही हुनुहुन्न नि गेस्टहरू त छैन अहिले त अझसम्म त हुन्न है ठिक छ ल त्यसो भए हामी चाहिँ अब पहिला सुरु हो यो सिजन हो ठिक छ ल साथीहरू अब चाहिँ हामी यहाँ बस्ने अब यसो हातमुख धुने अनि चिया तातो चिसो खाने अनि तातो चिसो खाएपछि चाहिँ एकछिन रेस्ट गर्ने खाजा खाने अनि त्यसपछि चाहिँ आनन्दले सुत्ने बेड पनि जोस राम्रै छ है अब यतिको यहाँ यति माथि हाइटमा आएर यतिको बेडहरू पनि राम्रै छ भुइँ पनि जेस तातो छ अन्त फर्ममा छ यहाँबाट यस्तो भ्यू देखिन्छ है अब यहाँ बिहानै उठेर जाने होला भ्यू त हेर्न पाउँदैन होला बिहानको नभए हेरौँ ल कमलो छ तातो छ है तर निद्रा लाग्ने के गर्ने थाहा छैन हाइटको प्रब्लम हुन्छ दिदी चाहिँ अब दियोस् उतै म्याग्दीको दिदी हुनुहुन्छ यहाँ होटल गरेर बस्नुभएको अनि दिदीसँग एकछिन रेस्ट गरेर कुरा गर्नुपर्छ दिदीसँग नि त्यही म चाहिँ रेस्ट गरेर एकछिन हेलो साथीहरू गुड मर्निङ अर्ली इन द मर्निङ बिहानको 6 बज्न लागिसकेको छ अर्ली त्यति अर्ली पनि होइन उनलाई तर हिजो बेलुका चाहिँ हामी खाना खाएर सुत्यौँ तर रातभरि निद्रा चाहिँ लागेन कि अनि आएको कारणले गर्दाखेरि होला हल्का हल्का टाउको दुखिरहेको छ अहिले फुल टाइम नियम नपाएको कारणले गर्दाखेरि मा चाहिँ हामी उठेर अब निस्किन लागेको बाहिर चाहिँ अब खुलिसकेको छ हल्का हल्का अब मौसम यस्तो देखिरहेको छ यताको तलतिरको माथितिर नि सायद खुल्यो होला माथितिर अब बिस्तारै माथि जाँदाखेरि खुल्दै जान्छ अब ढिलो भयो भने फेरि हामीलाई आफैले गाह्रो हुन्छ त्यही भएर छिटो निस्किनुपर्छ साथीहरू चाहिँ अब हामी निस्किन लागेको है मर्निङमा छ त्यो क्लियर चाहिँ नदेखिएला अब अझै पनि खुलिरहेको चाहिँ छैन अब त्यस आजको दिनको मौसम चाहिँ राम्रो होला जस्तो छ साथीहरू हामी चाहिँ माथि एउटा डाँडोमा चाहिँ हामी आइपुगेका छौँ यो डाँडो क्रस गरी हामी चाहिँ ऊ तल यही तल खोजबाट हो आएको हामी चाहिँ यसको तल खाल्टोबाट पारी घाम लागिसकेको छ है घाम डाँडोमा आइसक्यो हेर्नु है गाइज हामी चाहिँ उहाँ तल ऊ रातो देखिएको होटलबाट हामी यत्रो डाँडो क्रस गरेर माथि आइयो अब हामी यहाँ कफीहरू केही खानुपर्ने भयो यो तातै त छ है तातो खनी खाने त हिजो बेलुका तताएको कि अब त्यो बोतलमा नि तातो छ त्यो त सेलाइ यो पनि खानु हो कफी प्लस मफिन त्यो काजु बदाम झिकन ल कफी ठ्याङ्ग फरम त
चाहिँ हामी चाहिँ माथि हिँड्न आइपुगेका छौँ। तर जति माथि गयो त्यति चाहिँ डाँडा, त्यति नयाँ डाँडा, त्यति अर्को डाँडा देखिँदै गइरहेको छ। आज मौसम पनि यस्तो क्लियर भइरहेको छ। यहाँ बास बस्ने गोठ रहेछ, टोइलेट पनि रहेछ। तर टोइलेट चाहिँ हेरसाथ नरहेछ। भित्र चाहिँ यस्तो छ है। ल ओ त्यहाँ कसले कपडा ल्याएर छोड्यो भने यहाँ पनि बास बस्न सकिन्छ यसरी। साथीहरू हामी चाहिँ एटलिस्ट 3 आवर्स मर्निङबाट चाहिँ 3 घन्टा हामी हिँडिसकेका छौँ माथि है। हिँडेको छ जति हिँड्यो त्यति डाँडो आएको छ, जति हिँड्यो त्यति डाँडो आएको छ। एउटा डाँडो क्रस गर्यो र डाँडाबाट भ्यू देख्न पाइहाल्यो। त्यो डाँडाबाट देखिने भ्यू भनेको चाहिँ अर्को डाँडो, फेरि त्यो डाँडो क्रस गर्यो अर्को डाँडो है। डाँडै डाँडा हुन् त। अब थरङ्ला पास भनेको चाहिँ अब दुनियाँको सबसे 10वटा ठुलो घाटीमध्ये चाहिँ एउटा ठुलो घाटी भनेर पनि अब चिनिन्छ चिनालाई। त्यति सजिलै चाहिँ के आउँथ्यो। हामी बास बसेको ठाउँबाट चाहिँ अब हिँड्न सकिनेलाई 4 घन्टा र हिँड्न नसक्ने मान्छेलाई चाहिँ 6 घन्टासम्म लाग्छ भन्ने चाहिँ कुरो सुन्नमा आएका थियो। तर हामी चाहिँ 3 घन्टा अलरेडी हिँडिसकेका छौँ। अब हेरौँ अब यो डाँडाबाट के भ्यू देखिन्छ। त्यो यो डाँडाबाट नि भ्यू देख्ने भनेको फेरि अर्कै डाँडै त होला। तर यहाँबाट यस्तो बप्पाल भ्यू देखिरहेछ है। वाह, आनन्द फुल क्यामेरामा कैदिने खालको। यतिरको यो बनावटहरू, यो प्रकृतिको हरेक चिजहरूले चाहिँ मलाई एकदम मनै लोभ्याएको छ कि। अरू भन्दा नि एटलिस्ट हरेक कुराहरूको हुन्छ नि, बनावटदेखि लिएर यो ठाउँहरूको। मान्छेहरू चाहिँ थोरङ्ला पास गरी पनि आइसक्यो मनाङतिरबाट। कति छिटो है मर्निङमा, अन्त छिटै बिहान छिटै हिँडेर होला आएको। अब गाह्रो हुँदैछ है, लत्रिने बेला आयो। अब ठिक छ, अब जाउँ बिस्तारै जाउँ होइन। अब भेट्टा खाने होइन, अब 1 घन्टा 1.5 घन्टामा त पुगिहालिन्छ जसरी पनि। डाइरेक्ट त्यही हो, हामी चाहिँ मन्दिर बोलाउने चलन छ। मन्दिर हो कि घर भन्छ यसलाई, म चाहिँ मन्दिर भन्छ। तर यस्तो हिमालको नजिक छौँ हामी। हामी जानु पुग्न पर्ने त त्यो डाँडो हो, त्यो अझ एउटा मेन डाँडो क्रस बल्ल हामी पासमा पुग्छ। अझै एउटा मेन डाँडो कट्न पाइन्छ। त्यो डाँडो कटेपछि बल्ल पासको चाहिँ भ्यू देख्छ, नत्र भने देखिँदैन। वाह, हिम पहिरो। म त कता बम पड्केछ भनेको हिम पहिरो चाहिँ डेन्जर खस्यो नि यताबाट। लाएर हिम पहिरो यस्तो हुन्छ। यस्तो उस छ नि त, आती भाँचिएर बसेछ नि है। तर डेन्जर आवाज आयो। मैले त कता के को आवाज आयो डराएर यता। त्यहाँबाट हिम पहिरो खस्यो भर्खर है। ठुलो आवाज आयो नि त, गङग्राङ गरेर आवाज आएको थियो। डाँडामाथि डाँडा छ्या, कति हिँड्नु पर्यो। आउला भन्यो, अब त आउला भन्यो छैन, अझै ऊ डाँडा देखिरहेछ। ऊ यहाँबाट हेर्दा एउटा क्षति जस्तो देखिन्छ, फेरि अलि उता गएपछि अर्को क्षति आउँछ माथि हैट। अझै 40 मिनट जति लाग्छ भन्ने चाहिँ अनुमानित छ। तर सहिले चाहिँ छैन बा हो थरङ्ला पिक चढ्नलाई। हिमालमा बाधा लाग्यो। हामी जाने यता अझै कतिवटा घाँटी छ। अर्को घाँटी देखेँ मैले फेरि। हो हाइट के आज पुग्दैन कि हामी। हजुर आइपुग्यो यही 15 मिनट कसरी हिँडेर आइपुग्ला नि है। आउला भनेको कति टाइम भइसक्यो। साथीहरू प्रतीक्षाको घडी समाप्त भइसकेको छ। वी आर फाइनली हियर। थोरङ्ला पासमा फाइनल्ली 5416 मिटर हाई। ओ माई गॉड।
पास यही नै हो फाइनली है। हेलो ओ थोरङ्ला पास 5416 मिटर हो। यतापट्टि देखिने भ्यू हेरौँ न है। हिमालको सब हिमालय रेन्जरको भ्यू देखिन्छ। साथीहरू हामी चाहिँ चिया बिस्कुट कुकिजहरू खाँदैछौँ। चिया होइन कफी हो है। एकछिन फोटोसोटो खेल्न आयो, त्यहाँ फोटो सेसन भयो। अब चाहिँ टक्क खाजा खाएर अनि एकछिनमा झर्नुपर्छ फेरि। मौसम बिग्रियो भने चिसो हुन्छ लास्टै। अब खाजा खान्छ ल। यो हाम्रो खाजा भयो नि जे भयो अहिले मफिनहरू चाहिँ भित्र छ। मफिनहरू चाहिँ अहिले खान पर्ला दिउँसो है त। भयो तिमीलाई पुग्यो? मलाई त कस्तो आनन्द आयो के यसलाई देख्दाखेरि त। है आनन्द आयो है। मेरो त सपनै पुरा भयो। साँच्ची आँसु नै आएको के मेरो त। है त्यस्तो है। यो भ्यू यो स्वर्ग पुगेपछि मान्छेले बल्ल भ्यू देख्छ नि, तर हामी जिउँदै भएपछि भ्यू देख्नु पाइन्छ। तर मलाई त कस्तो सपना थियो, कति मजा आयो यहाँ आउँदा। तपाईँहरू जाँदै गर्नुहोस्, हामी चाहिँ पछि आउँछौँ। तपाईहरु छिटो हिँड्नुहुन्छ होला। हामी ढिलो हिँड्छौँ। ओके बाई बाई। थोरङ्ला पास साथीहरूलाई फाइनली थोरङ्ला पासको पनि अब आइयो, घुमियो है। सपना पुरा भयो। हेरियो सपना त अब कति उत्तर हुन्छ। सपनै हो मेरो त। सपना त पुरा भयो रे, उहाँको सपना पुरा भयो रे। पारीको भयो त्यो सब हिमालयन रेन्ज है। अब मनाङतिरबाट चाहिँ ट्रेक गर्दै आउने मान्छेहरू, तिरुचो गर्दै आउने मान्छेहरू यही बिचबाट यो बिचबाट छिरेर अनि त्यसपछि त्यहाँ हुँदै चाहिँ थोरङ्ला पास हुँदै अनि यहाँबाट चाहिँ मनाङ के अरे मुक्तिनाथ झर्छ तल, मुक्तिनाथबाट चाहिँ तल जाने भयो। अब त्यो डाँडो त हिमालयहरूको डाँडोभन्दा पछाडि चाहिँ चाइना भयो। यो चाहिँ हिमालयन रेन्ज भनेको यही नै हो साथीहरू। अब चाहिँ हामी थोरङ्लाबाट फर्किने सोचमा छौँ। अब यहाँ हावा चलिरहेको छ, धेरै बेर पक्रिन सकिने गाह्रो हुन्छ किनकि चिसो लाग्छ, टाउको दुख्छ है। अब थोरङ्ला यही नै हो साथीहरू। अब तपाईँहरूले पनि थोरङ्ला चाहिँ एकचोटि भिजिट गर्नु होला, किनभने थोरङ्ला चाहिँ तपाईँको दुनियाँको सबसे टप 10मा पर्ने चाहिँ घाँटी मध्येको एउटा यो पनि घाँटी पर्छ। अब नेपालीमा घाँटी भन्छ, अब पास, अब इङ्ग्लिसमा चाहिँ थोरङ्ला पास भइहाल्यो। दिवस यहाँ चाहिँ अब धेरै देशहरूबाट अब वर्ल्ड वाइड भनौँ न, वर्ल्ड वाइड मान्छेहरू पनि यो चाहिँ पास गर्न चाहिँ मनाङको बाटो चाहिँ सजिलो हुँदा मनाङबाट आउनुहुन्छ। तर मुस्ताङतिरबाट चाहिँ तपाईँहरू नआउनु होला, किनभने मुस्ताङबाट एकदम डेडली बाटो, एकदम ठाडो बाटो भएको हुनाले हाइ लाग्न सक्छ, गाह्रो हुन्छ। साथीहरू यही नै हो। अब हामी चाहिँ तल जान्छौँ। यो भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु भएको छ भने सब्सक्राइब पनि गरिदिनु होला साथीहरू। ल सबै मिलेर थोरङ्ला पासलाई बाई बाई भनौँ। बाई बाई थोरङ्ला पास। जिन्दगी मिल्यो भने फेरि भिजिट गरौँ ल। तर यसपालि चाहिँ यसपालि भन्दा नेक्स्ट टाइम चाहिँ अब हामीले मनाङतिर आउनुपर्छ, किनकि यताबाट भनेको एकदम गाह्रै नै हुँदो रहेछ है साथीहरू। बाई बाई साथीहरू। अब अर्को भिडियोमा भेटौँ ल।